आफ्नै छोरालाई अपहरण गराएर हत्या प्रयास। तीनों टाका सदरुल का कल के जबह करेबे हम। बुवा आमा र एक भाइलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ। बेटा सब दिन धमकी दे, कुछो हत कहे रुक तोरा कुटिया काटबो, हेना करबो वना करबो, सब दिन ही कहे। सुनसरीको बोक्राहा नर्सिङ गाउँपालिकामा आफ्नै छोरालाई अपहरण गराएर हत्या प्रयास गरिएको घटना सार्वजनिक भएको छ। पारिवारिक अंशविवादका कारण भएको भनिएको यस घटनामा बुवा आमा र एक भाइलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बोक्राहा नर्सिङ गाउँपालिका 8 का 55 वर्षीय उमेर मिया उनकी श्रीमती तथा एक छोरालाई घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा अनुसन्धान गरिरहेको छ। पीडित 30 वर्षीय सदरुल मियाका अनुसार वैशाख 7 गते साँझ उनी बुटहा बजारबाट किनमेल गरी घर फर्कदै थिए। करिब साँझ 7 बजेतिर गाउँपालिका 7 मा पर्ने घुमाउडो सडक नजिक पुगेपछि 4 जना समूहले उनलाई रोकेको थियो। हमर नाम भेले सदरुल मंसूरी, बोकरा नर्सिंग 8। की छै हमर माय बाप से आंस के मुद्दा चले छै। जे मामा के जमीन देने छै पत्नी के नाम पर, ओकर आजाद मियाँ के नाम 4 गोड़ रहे। तो एक महिला रहे, ओकरा हम चिन्ह नहीं सकलिए। तो हमरा कल के रोकलिए हम गाड़ी। तो एक वो हमरा भैंसों से बुझेले मामा छिए, हमर छोटका मामा आजाद। तो घटना स्थल में की करलके, उसम कालर पकड़लके, 4 लपड़ फाँट मारबो करलके। ई सब ले जाके हमरा मुकेबाड़ी तक लछड़ते पछड़ते घिसियते ले गेले। तब तकर बाद ई सब की करलके, ओठना हमरा मुकेबाड़ी में तो ले गेले। मुकेबाड़ी में ले जाके रुमाल, नशा वाला कोनो रुमाल रहे, वो रुमाल हमरा नाक पर देलके। हमर होश गुमा गेले। गुमेला के बाद अब ओठना से हमरा अब कत्ते ले गेले नहीं ले गेले, ये हमरा कोनो था न लागल। तो होश एले तो हमरा तखनी डिग्गी में से निकाललके, गाड़ी के डिग्गी में से। एकरा मारबे मारिए देबे सब, एकटा पीस न भेटते कह के ई सबसे प्लान में रहे। टांग हाथ हमर तो पूरे बांधल रहे, मुँह आर से बांधल रहे, सांस ले हमरा पूरे अफियारो है। तो ओठना से हमें घिसियते फिसियते रोड के साइड में एलिए। तो ओठना आदमी जद रहे मोटरसाइकिल वाला, जे पछुलका आदमी रहे उन्हें के हमरा देख लेलके। ओठना वो आदमी जाकर टोला में खबर करलके। तो टोला वाला बहुत आदमी ओठना आबि के घटना स्थल में देखलके। तब उस प्रशासन ले फोन लगवे लागले। प्रशासन 10-15 मिनट के बाद एले तो हमरा उद्धार करलके। ओठना से ले जाकर करजन थाना में राखलके। ता ई सब भाग के ती मध्ये एक महिला समेत रहेको उनले बताएका छन्। मोटरसाइकल रोक्न लगाएर त्यसपछि 3 जना पुरुषले कालर समातेर कुटपिट गर्न थाले। लछार पछार गर्दै मकै खेततिर लगियो। सदरुलले भने उनका अनुसार कुटपिटपछि अपहरणकारीहरूले नशालु पदार्थ रुमालमा लगाएर नाक मुख छोपेपछि उनी बेहोस भएका थिए। बेहोस अवस्थामा उनलाई 4 चक्के गाडीको डिक्कीमा हालिएको र हात खुट्टा बाँधेर मुख समेत गम्छाले बाँधिएको अवस्थामा राखिएको उनले बताएका छन्। होस आउँदा म गाडीको डिक्कीभित्र थिए, हात खुट्टा बाँधिएको थियो, बोल्न पनि सक्दिनथे उनले भने। सदरुलका अनुसार गाडी केही समयपछि रोकेर उनलाई मकै खेतको आलीमा राखिएको थियो। त्यस क्रममा अपहरणकारीहरू केही पर गएर फोनमा कुरा गरिरहेका थिए। फोनमा यसलाई मारिदिन्छु, एक टुक्रा पनि भेटिँदैन भन्ने कुरा सुने। उनले बताए सदरुललाई रातारात भारतको बिहारको कैद लगिसकेको थियो। सदरुलका अनुसार गाडी केही समयपछि रोकेर उनलाई मकै खेतको आलीमा राखिएको थियो। त्यस क्रममा अपहरणकारीहरू केही पर गएर फोनमा कुरा गरिरहेका थिए। फोनमा यसलाई मारिदिन्छु, एक टुक्रा पनि भेटिँदैन भन्ने कुरा सुने। सदरुललाई रातारात भारत बिहारको कर जैन लगिसकेको थियो। घटनाको समय राति करिब 11 बजेदेखि 12 बजेको बीचको रहेको उनले बताएका छन्। सो स्थान सुनसान भएकोले कुनै सवारी साधन नचलेको र आफू अत्यन्तै असहाय अवस्थामा रहेको उनले उल्लेख गरेका छन्। केही समयपछि उनले सडकमा सवारी साधनको आवाज आउन थालेपछि उनले जसरी तसरी घिस्रिँदै सडकको छेउमा जान सफल भएका थिए। सोही क्रममा मोटरसाइकलमा सवार 2 जना व्यक्तिले उनलाई देखेपछि टोलमा स्थानीयहरूलाई खबर गरेका थिए।
स्थानीयवासी घटनास्थलमा पुगेर सदरुलको मुख खोलेका र बाँधिएको अवस्थामा नै उद्धार गरेका थिए। त्यसपछि भारत बिहारको करजैन प्रहरीलाई खबर गरिएको थियो। भारतीय प्रहरीले उनलाई उद्धार गरी आफ्नो नियन्त्रणमा लिएपछि नेपाल प्रहरीलाई जानकारी गराएर पुनः नेपाल ल्याइएको थियो। घटनाको सबैभन्दा चकित पार्ने पक्ष भने आफ्नै बुवा आमामाथि लागेको आरोप हो। पीडित सदरुल मियाका अनुसार उनलाई अपहरण गराउन आफ्नै बुवा उमर मिया र आमा संलग्न छन्। यो सबै मेरो आमा बुवाले गराएको हो, उनले दाबी गरेका छन्। घटनाको जडमा लामो समयदेखि चल्दै आएको अंश सम्बन्धी विवाद रहेको खुलेको छ। परिवारभित्र जग्गा बाँडफाँडको विषयमा करिब 3 वर्षदेखि विवाद रहेको र पछिल्लो 2 वर्षदेखि जिल्ला अदालत सुनसरीमा मुद्दा विचाराधीन रहेको बताइएको छ। पीडितका अनुसार उनका बुवा आमाले उनलाई अंश दिन नचाहेको र सोही कारण विवाद चर्किएको हो। आमाले आफ्नो भाइको पत्नीको नाममा सारिसकेको आरोप लगाएका छन्। अंश नदिने आँटमा बुवा आमा हुनुहुन्थ्यो, त्यसैले यस्तो कदम चालियो उनले भने। सदरुलका आफन्त अजमुन खातुनले पनि परिवारभित्रको विवादका कारण यस्तो घटना घटेको बताएकी छन्। हामीले बारम्बार अंश दिएर अलग गरिदिनु भनेर सम्झायौँ, तर नमानेपछि यस्तो घटना भयो, उनले भनिन्। उनले दोषीमाथि कडा कारबाही गर्न माग गरेकी छन्। घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। आफ्नै परिवारबाट अपहरण र हत्या प्रयासको घटना भएपछि गाउँमा असुरक्षाको भावना बढेको स्थानीयले बताएका छन्। स्थानीयवासीका अनुसार यस्ता घटनाले समाजमा नकारात्मक सन्देश जाने भएकोले दोषीलाई कडा कारबाही गर्नुपर्ने माग उठेको छ। आफ्नै छोरामाथि यस्तो घटना हुनु अत्यन्तै दुःखद र डरलाग्दो विषय हो, एक स्थानीयले भने। यो घटनाले पारिवारिक सम्बन्ध, सम्पत्ति विवाद र सामाजिक मूल्य मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ। सामान्यतः परिवारभित्र समाधान गर्न सकिने विवाद चरम अवस्थामा पुग्दा अपराधसम्म हुन सक्ने उदाहरणका रूपमा यसलाई हेरिएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ भने दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।